नमस्कार, म दिलीप पन्त। मेरो घर बानपा 7 मुलपानी र हाल मैले यहाँ एउटा मातृभूमि लोकल कुखुरा फर्म भनेर मैले सञ्चालन गरेको छु र यसमा सबै पूर्ण यहीँको हाम्रो एउटा रैथानेदेखि लिएर विभिन्न प्रजातिका लोकल कुखुराहरू यहाँ हुर्काएर हामीले यसको चल्ला भाले लोकल भाले हामीसँग तयारी अवस्थामा रहेको छ भने लोकल चल्लाहरू पनि कसरी चाहिए हामीले बिक्री वितरण गर्न लागेका छौँ र हामीले टर्की पनि यहाँ पालन गरेका छौँ सँगसँगै र लोकल कुखुराका विभिन्न प्रजातिहरू तथा भाले चल्ला चाहिएमा सबैले सम्पर्क गर्न सक्नुहुनेछ र यसको र मैले 2082बाट यसको सुरुवात गरेको र हाम्रो अहिले पर्वत म्याग्दीसम्म पनि हाम्रो यहाँबाट सप्लाईहरू भइरहेको छ। उताबाट पनि अर्डर आएर माग भएर गइरहेको छ। लगभग करिब 15 लाखको लगानीमा मैले यो लगभग यहाँ 4-5 रोपनी जग्गामालाई कम्पाउन्डिङ गरेर हामीसँग फ्री रेन्जमा लोकल कुखुरा पालन गरेको छ। बाहिर दिउँसो चरेको पाखाबारी चरेर हुर्किएको एउटा अर्ग्यानिक एउटा लोकल कुखुरा उत्पादनमा जोड दिउँ भन्ने उद्देश्यले यो सञ्चालन गरिएको छ। मैले सँगसँगै एकजना यहाँ स्टाफ पनि हुनुहुन्छ यहाँ बसेर उहाँले यसको रेखदेख गर्ने, यसको दाना पानी र दिउँसो यो बाहिर छोड्ने चरण गरिराख्नु भएको छ र यसलाई अझ यसको क्षेत्र विस्तार गरेर यसको सङ्ख्यालाई अझ बढी बढाउनेमा सोच छ।